साथीहरू नमस्ते वेलकम छ हजुरहरूलाई मेरो न्यू भिडियोमा। आयो तपाईहरु सन्चै हुनुहुन्छ अनि म पनि एकदमै सन्चै छु। अनि आज चाहिँ म यो जंगलमा किन आए भन्नुहुन्छ र म चाहिँ दाउरा खोज्न आइरहेको छु। यो हाम्रो गाउँघरमा त दाउरा बिना केही पनि हुँदैन नि त, सहर जस्तो हैन। सहरमा चाहिँ दाउरा खासै चाहिँदैन पनि, यहाँ गाउँघरमा चाहिँ दाउरा एकदमै चाहिने हुन्छ। त्यही भएर मैले चाहिँ पछाडि बन्जार पनि देख्न सक्नुहुन्छ, मैले चाहिँ एउटा रुख डालेको थिएँ, सुकेको रुख थियो र अब त्यो रुखलाई चिर्ने कोसिस गर्छु, सक्छु या सक्दिनँ थाहा भएन। अब म तपाईहरुसँग एकैचोटि भारी पुर्याएर भेट्ने छु है त साथीहरू। फाइनली साथीहरू मेरो भारी पनि पुगिसकेको छ। अब चाहिँ म घर जान लागिरहेको छु। लु अब चाहिँ हामी घर जान लागिरहेको छौँ। समीक्षाले चाहिँ उताबाट भारी बोकेर आउँदै हुनुहुन्छ। आउनुहोस् आउनुहोस्, तपाईँ हिँड्नु न अगाडि। समीक्षाजीले चाहिँ दाउरा भेट्नु भएन, चाहिँ प्याज पनि काटेर हाल्नु भएछ। जाँदै हुनुहुन्छ अनि साथीहरू म चाहिँ यहाँ छु। कान्छी तल पुगिसक्नु भयो। गाउँले जिन्दगी त्यत्तिकै सजिलो छैन। त्यति छिटो हिँडेको हो, अलिकति थपिदिउँ। म चाहिँ छिटो 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 हिँड्दै हुनुहुन्छ। म चाहिँ भारी गरौँ भएर अलिक हिँड्न सकिनँ। अनि यो घर चाहिँ मेरो माइला अङ्कलको हो। दाउराको भारी लिएर आइसक्नु भएको छ। ल लुती मान्छे तपाईँलाई चाहिँ कस्तो अनुभव भइरहेछ भन्नु होला। मलाई त सजिलै भयो, म त कुद्दै कुद्दै आइपुगेँ। तपाईँलाई चाहिँ कस्तो गाई चाहिँ हामीले दाउरा थुपारेको है यो चाहिँ। अब हामी घर पुगेर भेट्छौँ है त। अहिले हामी चाहिँ घर आइसकेको छौँ। घर आउँदा चाहिँ मेरो बच्चेरा चाहिँ रुँदैछ। खै दैलो गाड्नु त, मेरो नानी भित्र रुँदै छिन्। आऊ तिमी कोसँग बस्यौ? तिमी किन रोको भन्दैौ त? आँचु पुचा, तिमी आँचु पुचा, दुईटै आँचु, दुईटा हातले हाई भन, हाई भन्छ। हाई, तिमी किन लोको भन्दैौ त? तिमी किन लोको? किन लोको? लोको मम्मीलाई भन्दैौ न एकचोटि। मम्मीको याद आयो क्या होइन? आयो क्या होइन मम्मीको याद? आयो। रक्सी एक बोतल अनि चाउचाउ एउटा। फेरि भन्नु त 10 रुपियाँको रक्सी कहाँ आउँछ अरे? आउँछ कि आउँदैन 10 रुपियाँको रक्सी? आउँदैन। बहिनी 10 रुपियाँको रक्सी आउँछ? आउँछ कि आउँदैन? आउँदैन भन्देऊ न। के भयो छोरीलाई? अब हामी कहाँ जाउँ? घाँस काट्न? अनि तिम्रो डोकै छैन? छैन है। तिमी पनि घाँस काट्न जाने कि पढ्न? एकछिन पढ ल। हस् मम्मीलाई लेखेर देखाउ त एकचोटि। कस्तो लेख्दै रहेछौ? लेख्ने कि नलेख्ने? लेख्ने। के लेख्छौ? खोल्न सकिनौ? ल लेखेर देखाऊ। गोलो गोलो अन्डा भन्दै लेख। ला लात्ताले किताबलाई सरी भन, किताबलाई सरी भन। कान समातेर सरी। ओके अब लेख। अब लेख त। लेख। आमामा गोलो गोलो त्यस्तो हुन्छ? मामा आयो।
ज्ञानी ज्ञानी हो तिमी ज्ञानी हो कि होइन तिमी ज्ञानी हो सानो हजुर माउ भात हो तिमी ज्ञानी हो भने मम्मुलाई एकचोटि भुइँसरी नमस्कार गर त हो ठुली ठुली हुनुहोस् एकछिन पढ न जतासुकै नगरिकन होस् गोलो गोलो अन्डा आमा पुलिसको डन्डा आमा नाम गर्नुपर्छ स्वर्ग जाने बाटो बुनि यो कसको चल्ला हो तपाईँको चल्ला हो अनि चल्लाले के खाएछ हौ हो अक्को पनि खायो ओछ खाओस् ल तपाईँ ज्ञानी हो कि होइन केही गर्दैन छोड्देऊ गोलो गोलो अन्डा खायो नि अनि कुखुराले यस कुखुराले सबै खायो नि ल तपाईँ खेताएर देखाउनुहोस् न त पढ्नु दिनुहोस् कुखुरा खेदाउने खेदाउनुहोस् न त लु छिटो कुखुरा खेदाउने हो ल ऊ पर छ ऊ कुखुरा खेदाउने अब त्यसले आ भन्नुहोस् खुसी लाग्यो बा अरे भयो तपाईँ ज्ञानी हो दिनुहोस् हजुर गोलो गोलो अन्डा पुलिसको डन्डा स्वर्ग जाने बाटो हनुमानको पुच्छर हजुर इ हेर्नुहोस् है साथीहरू मेरो बुझ्नु कति राम्रो लेखिरहेको छ गोलो गोलो छोरीले अब मम्मुले गोलो गोलो लेख्नुपर्ने हेर्नुहोस् गोलो गोलो अन्डा पुलिसको डन्डा हनुमानको पुच्छर स्वर्ग जाने बाटो क तिमीलाई यस्तो लेख्न आउँछ कि आउँदैन बजाउने लु उठेर नाचेर देखाउ न त नाची नाची तपाईँलाई नाच्न आउँछ कि आउँदैन बेबी बजाउने नाचेर देखाउनुहोस् न त तपाईँ नाच्न सक्नुहुन्छ लु उठेर नाच्नुहोस् न त पाटुकी बाँधेर मुसु मुसु हाँसेकी बसेर रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा भयो अक्को पनि मम्मीलाई गीत गाउन आउँदैन आउँदैन हौ आयो हजुरलाई अब नाच्नु पनि न गीत गाउँदै नाच्नुहोस् न
त्यसपछि खाजा खाएर अहिले तोरीको साग केलाउँदैछु। तपाईँहरू कसलाई तोरीको साग मनपर्छ कमेन्ट गरिदिनुहोस्। हामी चाहिँ खानासाना खाएर यताउति सबै गरेर अब सुत्न आइसकेको छौँ। बेबी के गर्नु भएको? कविता के कविता गर्नुभएको? ओ म त थाहा नै थिएन। हो भात खाने? तपाईँले त्यसले भात खानुहुन्छ? ए आम्मो खाने? तपाईँ ज्ञानी हो? तपाईँ आफै माम खानुहुन्छ? तपाईँलाई मम्मीले खुवाउनु पर्दैन? अगाउनु भयो? थाया किन नअगाउनु भएको त? ओके साथीहरू, यति भन्दै म आजको भिडियोलाई एन्ड गर्न चाहन्छु। लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर साथ दिनुहोस्। त बाई बाई।